नमस्ते साथीहरु, तपाईहरुलाई स्वागत छ। आज हामी x लुकअप को बारेमा सिक्न गइरहेका छौं, जुन चाहिँ VLOOKUP र HLOOKUP को अपडेटेड भर्जन हो। यो फर्मुला चाहिँ 2019 पछिको अपडेटेड भर्जनहरुमा अवेलेबल छ। VLOOKUP र HLOOKUP मा केही ड्रब्याकहरु छन्, जस्तो VLOOKUP मा लेफ्ट साइडमा भएको डेटालाई हेर्न मिल्दैन, जुन चाहिँ यो XLOOKUP फर्मुलाबाट हेर्न मिल्छ, र अरु पनि धेरै अपडेटेड कुराहरु छन् जुन हामी अगाडि भिडियोमा हेर्ने छौं। जस्तो यहाँ स्क्रिनमा देख्न सक्नुहुन्छ, यहाँ केही डेटाहरु छन्, जस्तो इम्प्लोइ आइडी, इम्प्लोइ नेम, सेल्स र यिनीहरुले कुन डिपार्टमेन्टमा काम गर्छन् भन्ने इन्फर्मेसनहरु दिएको छ। अब हामीले यहाँ इम्प्लोइ नेमको बेसिसमा इम्प्लोइ आइडी र सेल्स इन्फर्मेसनहरु ल्याउन खोजिरहेका छौं। हेर्नुस्, अब XLOOKUP को फर्मुला के भन्दा इक्वल टु XLOOKUP लुकअप भ्यालु भनेको चाहिँ के बेसिसमा हामीले इन्फर्मेसन ल्याउने हो त। जस्तो यहाँ इम्प्लोइ नेम हाम्रो लुकअप भ्यालु हो। त्यसपछि छ लुकअप अरे भनेको चाहिँ मेरो सोर्स के हो त। त्यो सोर्स डेटामा चाहिँ कहाँ हेर्ने हो त। मैले भनेको डेटामा गएर मैले इम्प्लोइ नेम वाला रो चाहिँ सिलेक्ट गर्छु। त्यसपछि छ रिटर्न अरे भनेको चाहिँ मलाई आन्सरमा के चाहियो भन्दाखेरि यहाँ चाहिँ मलाई इम्प्लोइ आइडी चाहिएको छ। त्यो भएर मैले इम्प्लोइ आइडी को कोलम सिलेक्ट गरेर ब्र्याकेट क्लोज गरेर इन्टर गरिदिए भने मेरो इम्प्लोइ आइडी को आन्सर ठ्याक्क आउँछ है त। अब यसमा चाहिँ तपाईको आन्सर आइसकेपछि तलको कोलमहरुमा पेस्ट गर्नको लागि दुई तीनटा तरिका छ। जस्तो पहिलो भनेको के हुन्छ भन्दाखेरि यो सेलमा गएर लास्टमा तपाईले त्यो प्लस साइनमा डबल क्लिक गरिदिनु भयो भने जहाँसम्म डेटा छ त्यहाँसम्म अटोमेटिक तपाईको आन्सर पेस्ट हुन्छ है त। र अर्को तरिका भनेको अब जस्तो तपाईले कन्ट्रोल सी लिनुहुन्छ र कन्ट्रोल भी गरेर फर्मुला कपी गरेर पेस्ट गरिदिनुहुन्छ। र अर्को तरिका भनेको यसको फर्स्ट लाइनको जुन फर्मुला छ त्यसमा रेफरेन्समा चाहिँ हामीले एड गर्न सकिन्छ। जस्तो यसमा B16 सम्म छ र मैले फर्मुला B16 एड गरे भने यो अटोमेटिकली आउँछ। र फेरि तपाईले चेन्ज गर्दाखेरि जस्तो फर्स्ट लाइनमा गएर चेन्ज गर्नुपर्ने हुन्छ। जस्तो फर्स्ट लाइनमा मैले B15 हाल्दिए भने यो चाहिँ B15 सम्म मात्र कपी हुन्छ, 16 चाहिँ खाली हुन्छ। हेर्नुस् है, अब यहाँसम्म त हाम्रो डेटा एक्ज्याक्टली म्याच भएको थियो, सबै ठिकै थियो। तर अब मैले मानौं मेरो नाम लेख्दिए भने त्यो जुन चाहिँ मेरो डेटामा छैन भने चाहिँ आन्सर के हुन्छ, या नै हुन्छ। त्यस्तो केसमा चाहिँ यदि त्यहाँ नभएको कुनै पनि आन्सर तपाई चाहनुहुन्छ भने तपाईले के गर्न सक्नुहुन्छ भन्दाखेरि तपाईलाई कुन टेक्स्ट आन्सरमा के चाहियो। जस्तो मैले मानौं म यहाँ नट फाउन्ड भनेर लेख्छु। इफ नट फाउन्डमा के गर्छु भन्दाखेरि डबल इन्भर्टेड कमा अन गर्ने र तपाईलाई आन्सरमा के चाहिएको, जस्तो मैले यहाँ लेख्छु नट फाउन्ड, डबल इन्भर्टेड कमा अन गरेर नट फाउन्ड गरेर फेरि डबल इन्भर्टेड कमा क्लोज गरेर ब्र्याकेट क्लोज गरिदिएपछि मेरो आन्सरमा यदि त्यो रेफरेन्स छैन भने मेरो आन्सर नट फाउन्ड भनेर आउँछ। त्यसरी नै हामी सेल्सको इन्फर्मेसन ल्याउन सक्छौं। इक्वल टु XLOOKUP लुकअप भ्यालु भनेको इम्प्लोइ नेम कमा लुकअप अरे भनेको इम्प्लोइ नेम नै भयो कोलम D र सेल्स भनेको कोलम E सिलेक्ट गरेर इन्टर गरिदिए भने र त्यो फर्मुला मैले तल पेस्ट गरिदिए भने सबै सेल्सको इन्फर्मेसन हामीले ल्याउन सक्यौं। यो त भयो हामीसँग डेटा जब एक्ज्याक्टली म्याच थियो। तर अब हेरौं, जस्तो यो स्क्रिनमा देख्न सक्नुहुन्छ 100 देखि 200 सम्म छ र यति सेल्स गर्दा यति कमिसन भन्ने छ। हामीसँग 150 एक्ज्याक्टली छैन। सो अब फर्मुला लगाउँदाखेरि इक्वल टु XLOOKUP लुकअप भ्यालु भनेको मेरो 150 कमा लुकअप अरे भनेको चाहिँ मेरो सेल्स जुन चाहिँ 0 देखि 200 भयो कमा र मलाई आन्सर चाहियो भनेको कमिसन जुन चाहिँ कोलम I 10 देखि 30%। त्यो गरेर मैले इन्टर गरे भने के हुन्छ त, यने भनेर आउँछ, किनकि 150 मसँग छैन। अब त्यस्तो केसमा अब मलाई यनेको ठाउँमा नट फाउन्ड भन्ने टेक्स्ट चाहियो भने अघि हामीले हेरे जस्तो डबल इन्भर्टेड कमा अन गर्ने, नट फाउन्ड लेख्ने र इन्टर गर्ने र मेरो आन्सर नट फाउन्ड भनेर आउँछ। फर्दर यसमा के छ भन्दा जस्तो फर्मुला पछाडी गएर तपाईले कमा मात्र दिनुभयो भने फर्स्टमा छ एक्ज्याक्ट म्याच, सेकेन्डमा छ एक्ज्याक्ट म्याच अर नेक्स्ट स्मलर आइटम भनेको जस्तो यो केसमा 100 र अर्को छ एक्ज्याक्ट म्याच अर नेक्स्ट ग्रेटर नम्बर भनेको यो केसमा मेरो 200 छ। मैले यहाँ मानौ -1 दिए भने स्मलर दिए भने मेरो आन्सर 20% आउँछ, जुन चाहिँ 100 को नजिक छ, र मैले ग्रेटर दिए भने 30% आउँछ, जुन चाहिँ 200 को साइडमा छ है त। यसरी हामीले XLOOKUP लाई युज गर्न सकिन्छ। यसलाई प्र्याक्टिस गर्नुस्। यो जानेपछि VLOOKUP युज गर्न मन लाग्दैन र सपोर्ट गर्नुस्। थ्यांक यू सो मच।